दर्शकबिन नमस्कार, जनबोली अनलाइन टिभीमा स्वागत छ। म गीता कटुवाल। आइसोलेसन कक्षाबाट 8 जना भारतीय भागेका छन्। बर्दिया जिल्लाको गुलरिया नगरपालिका 10 स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुरको क्वारेन्टाइनबाट आज बिहान 8 जना भारतीय भागेको बताइएको छ। उनीहरू शौचालय जाने बहानामा प्रहरीलाई छलेर भारत बहराइच जिल्लाको चितवा पुगेको प्रहरीले जानकारी दिएको छ। वैशाख 9 गतेदेखि उनीहरू क्वारेन्टाइनमा बस्दै आएका थिए। उनीहरूको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ देखिएको थियो। उनीहरूलाई भारतीय समकक्षी डीएमले अनुमति नदिँदा उनीहरूलाई लामो समयसम्म क्वारेन्टाइनमा राखिएको थियो। वडा नम्बर 10 का अध्यक्ष वीरेन्द्र चौधरीले उनीहरू बिहान करिब 3 बजे भागेको जानकारी 9:30 बजे पाएको उनले जानकारी दिएका छन्। क्वारेन्टाइन सुरक्षाका लागि नेपाल प्रहरी तैनात भए पनि शौचालय गर्ने बहानामा एकैसाथ भाग्नु रहस्यमय भनिएको छ। सीमावर्ती क्षेत्रमा रहेको क्वारेन्टाइनबाट भारतको चितलवा करिब 1.5 किलोमिटर दूरीमा छ। भारतीय सुरक्षाकर्मीले भागेर आएका 8 जनालाई चितलवाको क्वारेन्टाइनमा राखिने बताएका छन्। त्यस्तै हिजो नारायणी अस्पताल वीरगञ्जको आइसोलेसन वार्डबाट फरार भएका 2 मध्ये 1 जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार उनलाई तिलाबे खोला नजिकैबाट पक्राउ गरिएको हो। अर्को फरार पनि छिट्टै नियन्त्रणमा आउने उहाँले जानकारी दिनुभएको छ। नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायका अनुसार बुधबार दिउँसो करिब 4 बजेको समयमा शौचालयको भेन्टिलेसन तोडेर 2 जना भागेका थिए। फरार भएका 2 जनामा मंगलबार कोभिड-19 संक्रमण पुष्टि भएको थियो। अस्पताल स्रोतका अनुसार अस्पतालको सर्जिकल वार्डमा बनाइएको आइसोलेसन वार्डको शौचालयबाट दुवै संक्रमित फरार भएका छन्। दर्शकबिन, तपाईलाई आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला र नयाँ भिडियो हेर्नको लागि हाम्रो जनबोली अनलाइन टिभीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।